नेपाली राजनीतिक आकाशमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझैसम्म पनि गम्भीर कानुनी भुमरीमा फँसेका छन्। सहकारी ठगी, सांगठिक अपराध, सम्पत्ति शुद्धिकरण जस्ता सङ्गीन आरोप खेपिरहेका लामिछानेलाई सरकारको फेरबदलले केही राहत मिल्ने अपेक्षा गरिएको थियो। तर कास्की जिल्ला अदालतको पछिल्लो आदेशले उनको क्लिन चिट पाउने सम्भावनालाई तत्कालको लागि पूर्ण विराम लगाएको छ। महान्यायवक्ता सविता भण्डारीको पुस 30 गतेको निर्णयले रवि लामिछानेलाई ठूलो राहत दिने सङ्केत गरिएको थियो। तर न्यायालयले कार्यपालिकाको यस्तो निर्णयलाई सहजै स्वीकार गरेन। जिल्ला अदालत कास्कीका न्यायाधीश नितेश रायको इजलासले सर्वोच्च अदालतमा यसै विषयमा रिट विचाराधीन रहेको अवस्थामा मुद्दा फिर्ताको निर्णयमाथि निर्णय गर्न नमिल्ने आदेश दियो। मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध युवराज सफलले सर्वोच्चमा दायर गरेको रिट र त्यसमाथि सर्वोच्चले मागेको थप प्रमाणले यो प्रकरणलाई झन गाह्रो बनाएको छ। रवि लामिछानेले फागुन 21 गते हुने चुनावमा चितवन क्षेत्र नम्बर 2बाट लड्ने र भारी मतले जित्ने रणनीति तयारी गरिराख्दा तर फेरि उनलाई कानुनी जटिलताले अयोग्य बनाउने सम्भावना प्रबल बढेको छ। यदि उनले चुनाव जिते पनि पछि सांगठिक अपराध र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरेमा उनी सांसद पदको लागि अयोग्य हुनेछन्। यसले गर्दा चितवन क्षेत्र नम्बर 2 को जनताले फेरि अर्को उपनिर्वाचनको भार खेप्नुपर्ने हुन्छ। रविले जनमत पाए पनि कानुनी क्लिन चिट नपाएसम्म उनको राजनीतिक यात्राले त्यति सार्थकता पाउँदैनन्। रवि लामिछाने विरुद्ध कास्की, काठमाडौँ, चितवन, रूपन्देही, पर्सा जस्ता देशका ठूला जिल्लाहरूमा मुद्दा चलिरहेको छ। अहिले उनी कति ठूलो तनावमा छन् भन्ने कुरा स्वयं रवि लामिछानेलाई थाहा होला। जतिसुकै मुद्दा चले पनि सारा नेपालीले रवि लामिछाने भन्दै रवि लामिछानेको गुणगान गाइरहेका छन्। अन्त्यमा हामी नेपालको न्यायालयलाई अनुरोध गर्न चाहन्छौँ, यदि रवि लामिछाने दोषी भए कानुन अनुसार सजाय, निर्दोष भए क्लिन चिट दिनुपर्छ। जय देश।